सम्पूर्णमा नमस्कार। सबैलाई बधाई तथा शुभकामना दिन चाहन्छु। आज नेपाली क्रिकेटको सबैभन्दा ठुलो चाडको उद्घाटन दिन अर्थात् द फेस्टिभल अफ हिमालयज आजबाट 27 गतेसम्म चाहिँ यो प्रतियोगिता सुरु हुन्छ। क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको आयोजनामा सञ्चालन हुने यो कार्यक्रममा यो प्रतियोगितामा चाहिँ 8वटा फ्रेन्चाइज टिमहरू रहेका छन्। तीमध्ये आज 2वटा टिमले उद्घाटन खेलमा खेल्न गइरहेको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स र काठमाडौँ गोर्खाज। आज यही सेरोफेरोमा चाहिँ म केही कुरा गर्न लागिरहेको छु। आज उद्घाटनले धेरै पछिको प्रतीक्षा हो नेपाली क्रिकेट क्षेत्रको। हामीले महिना हुँदै दिन हुँदै आज अन्ततः उद्घाटन खेल हेर्न पाउनेछौँ अपराह्न 4 बजे। त्यही पनि नेपालको द होम अफ क्रिकेट भनिने त्रिभुवन युनिभर्सिटीको ट्यु क्रिकेट मैदानमा हेर्न जाँदैछौँ। त्यसमा पनि एउटा खुसीको कुरो के छ भने उच्च स्तरको प्याराफिट र फ्लड लाइटको साथमा यो चाहिँ नेपाली क्रिकेटको ऐतिहासिक दिन भन्दा पनि फरक नहोला, किनकि अहिलेसम्म कहिले नभएको प्याराफिट थिएन। स्थायी रूपको अस्थायीको भए पनि स्थायी रूपको प्याराफिट थिएन। फ्लड लाइट त सम्भवतः फर्स्ट टाइम हो नेपालमा यो किसिमको फ्लड लाइटमा खेलाइने खेल चाहिँ। हुन त यसअघि एक्स्ट्राटेक ओभलमा फ्लड लाइट त जोडेको, तर त्यो अनुसार चाहिँ राम्रो म्याचहरू चाहिँ हुन सकेको छैन। भलै स्थानीय स्तरको गेमहरू चाहिँ हुने गरेको छ एक्स्ट्राटेक ओभलमा पनि। विनोद कुँवरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। स्थानीय निजी स्तरबाट पनि त्यति ठुलो प्रोजेक्ट अहिले चाहिँ रन भइरहेको छ। ठिक छ, अरू धेरै कुरा नगरी आजको गेमकै बारेमा कुरा गरौँ। 2वटा एकदमै राम्रा टिमहरूको आज चाहिँ उद्घाटन खेल हुँदैछ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स र काठमाडौँ गोर्खाजको संहिताको पनि आभास हुन्छ। यो फ्रेन्चाइज टिमहरूबाट आफ्नो प्रतिनिधित्व गर्ने अपनत्व फिल हुने गरी नामहरू पनि नामाङ्कन गरिएको छ। आज यो काठमाडौँ गोर्खाजमा चाहिँ सबैको म पालो पालो भन्ने छु। काठमाडौँ गोर्खाज र जनकपुर बोल्सको अन्य फ्रेन्चाइज टोलीहरूको उनीहरूको गेमको बेलामा नै डिस्क्राइब गरौँला। काठमाडौँ गोर्खाज चाहिँ विशेषतः यो केएमसीले चाहिँ केएमसीको चाहिँ ओनरसिप रहेको चाहिँ एउटा टिम हो। यसको चाहिँ मुख्य हेड कोचको रूपमा नेपाली राष्ट्रिय टिमको पूर्व प्रशिक्षक हेड कोच मन्टी देसाई रहनुभएको छ। नेपाली क्रिकेटको बारेमा धेरै जानकार व्यक्ति हुनुहुन्छ उहाँ। नेपाली राष्ट्रिय टिमलाई एकदमै विशिष्ट क्राइसिसको बेलादेखि लिएर राष्ट्रिय टिममा पनि युनाइट नभएको बेलादेखि लिएर उहाँले एउटा मिराकल नै ल्याइदिनु भएको थियो। 12वटा ओडिआई खेलमध्ये 11वटा जितेर नेपालले चाहिँ ओडिआई स्ट्याटस पनि बचाएको थियो। उहाँकै नेतृत्वमा चाहिँ काठमाडौँ गोर्खाजले आज ब्याटल लड्दैछ। काठमाडौँ गोर्खाजमा चाहिँ क्याप्टेनको रूपमा करण केसी छ। राष्ट्रिय टिमको चाहिँ एउटा भरपर्दा सदस्य हुनुहुन्छ। बलिङ अलराउन्डर हुनुहुन्छ। त्यस्तै नेसनल टिमकै भीम सार्की हुनुहुन्छ, ओडिआई खेलाडी। हुन त T20 पनि खेल्नुभएको छ। त्यस्तै रसिद खान, प्रतीक श्रेष्ठ, दिपेश कँडेल अन्डर 19 को खेलाडी हुनुहुन्छ। स्पिनर हुनुहुन्छ, सानो भए पनि जो राम्रै खेल्नुहुन्छ, अन्डर 19 को खेलाडी हुनुहुन्छ। मोहम्मद आदिल आलम एनपिएलको चाहिँ अक्सनको बेलामा एकदमै चर्चामा रहेको नाम हो मोहम्मद आदिल आलम। T20 जुन हाम्रो यसअघिको म्याच थियो क्वालिफायर, त्यसमा चाहिँ राम्रो खेल्न सकेन आदिल आलमले। तर त्यसभन्दा अगाडि युनिटी कप जुन वेस्ट इन्डिज विरुद्ध नेपालले खेलेको थियो त्यसमा चाहिँ उत्कृष्ट प्रदर्शन गरेको थियो मोहम्मद आदिल आलमले। उहाँको पनि आज खेल हेर्न पाइनेछ। त्यस्तै शाहब आलम हुनुहुन्छ बलर। यो ओडिआईको बलरको रूपमा चिनिन्छ, तथापि T20 मा पनि राम्रै गर्नुहुन्छ शाहब आलम। तुलबहादुर थापा, उत्तम थापा मगर अन्डर 19 को खेलाडी हुनुहुन्छ। सन्तोष यादव, आकाश त्रिपाठी अन्डर 19 कै खेलाडी हुनुहुन्छ। फरेन प्लेयर्सहरूमा रिकार्डो भास्कन्सेलोस भन्ने हुनुहुन्छ। अर्को मर्भी जेराड इरास्मस हुनुहुन्छ, नामिबियाको खेलाडी। जोन एन्ड्रु सिम्पसन हुनुहुन्छ। मिलिन्द कुमार एकदमै अहिलेको चर्चित खेलाडी। मिलिन्द कुमार अमेरिकन खेलाडी। उहाँले चाहिँ नेपाल विरुद्ध पनि राम्रो प्रदर्शन गर्नुभएको थियो WCL लिग 2 मा। भारतीय मूलको अमेरिकन खेलाडी हुनुहुन्छ मिलिन्द कुमार, एकदमै राम्रो फर्ममा छ। सन्नी पटेल भारतीय मूलकै अमेरिकामा बसेर खेल्दै हुनुहुन्छ।
नेपाली फ्रेन्चाइज टोलीको लागि एकदमै परिचित नाम हो सन्नी पटेल। अलराउन्डर हुनुहुन्छ, एकदमै दबदबा इपिएल डिपिएल पिपिएल सबैमा चाहिँ दबदबा राखिसकेको खेलाडी हुनुहुन्छ। अर्को छ बेन चार्ल्सवर्थ र लास्टमा सोनु देवकोटा। मेबी उहाँ चाहिँ ट्यालेन्ट हन्टबाट आएको हुनसक्छ। प्लेयर्स एकदमै राम्रो छ। यसमध्ये पनि आजको प्लेइङ 11 मा करण केसी पढ्न सक्नुहुन्छ, भीम सार्की, रसिद खान, दीपक कणेल, मोहम्मद आदिल आलम, साहब आलम 6 जना भए नेपाली। त्यसपछि एकजना आकाश त्रिपाठी हुनसक्छ, 7 जना। विदेशीमा चाहिँ 4 जनामा को पर्नुहुन्छ भने सम्भवतः सन्नी पटेल 1, मिलिन्द कुमार 2, जेराड इरास्मस 3 र बेन र रिकार्डोमा चाहिँ एउटा पर्न सक्नुहुन्छ। त्यसरी नै प्लेइङ 11 सेट हुनसक्छ इन माई ओपिनियन। त्यसै गरी अब जनकपुर बोल्स चाहिँ यसअघिको सिजनको चाहिँ डिफेन्डिङ च्याम्पियन छ। नेपाली खेलाडीहरू लगभग सेम नै छ, रिटेन गरेको छ भने केहीलाई चाहिँ नयाँ फरेन प्लेयर्स पनि ल्याएको छ, केही चाहिँ अर्कै नेपाली प्लेयर पनि अक्सनबाट चाहिँ ल्याएको छ। जनकपुर बोल्सको कुरा गर्ने हो भने डिफेन्डिङ च्याम्पियन मध्य प्रदेशको चाहिँ अब नेतृत्व मतलब प्रतिनिधित्व गर्छ। यसको हेड कोचमा शिवनारायण चन्द्रपाल हुनुहुन्छ। उहाँ चाहिँ वेस्ट इन्डिजको चाहिँ विगतको प्लेयर हुनुहुन्छ। सम्भवतः उहाँ चाहिँ ब्रायन लारा पछिको सेकेन्ड एकदमै चर्चित खेलाडी ब्याटर हुनुहुन्छ। त्यसपछिको एकदमै राम्रो खेलाडी हुनुहुन्छ। एक्लै टिकिराख्ने वान म्यान आर्मीको रूपमा वेस्ट इन्डिजलाई चाहिँ नेतृत्व गरिसक्नु भएको छ। त्यति राम्रो चाहिँ हेड कोच हुनुहुन्छ। यसअघि पुबुदु दासन आएको थियो जनकपुर बोल्सको फर्स्ट सिजनमा, उहाँले च्याम्पियन बनाउनु भयो। अहिले वेस्ट इन्डिजको चाहिँ हुनुहुन्छ। एकदमै राम्रो छ। यसले गर्दा त्यहाँको संस्कृति संस्कार खेलको बारेमा उहाँको अनुभवहरू नेपाली खेलाडी लगायतले चाहिँ सिक्न पाउने छ। त्यो एकदमै राम्रो कुरो हो नेपाली क्रिकेटको लागि। जनकपुर बोल्सको चाहिँ क्याप्टेन अहिले त्यस्तो विवाद केही छैन, सिधै अनिल कुमार शाहले कप्तानी नेतृत्व गर्नेछ। आसिफ शेख छ मार्की प्लेयरको रूपमा। ललित नारायण राजवंशी राम्रो स्पिनर घरेलु क्रिकेटको लागि। तुलबहादुर थापा मगर, विकास अगडी, शुभ कङ्साकार, सचिन भट्ट, रूपेश कुमार सिंह नेपाली नेसनल टिमबाट पनि खेलिसक्नु भएको छ। केही दिन अघि हङकङ सिस्टर्समा पनि राम्रो पेस बलरको रूपमा काम गर्नुभयो। किशोर महतो अस्ट्रेलियाको क्रिकेटमा क्लबहरूमा खेलिरहेको छ, अब नेपाल कमब्याक गर्नेछन्। माइन यादव, आदित्य महता, लाहिर मिलन्था चाहिँ फरेन प्लेयरको रूपमा रहेको छ। गत सिजन पनि उहाँ हुनुहुन्थ्यो। फर्स्ट गेम र लास्ट गेम एकदम उत्कृष्ट खेलेर जनकपुर बोल्सलाई चाहिँ च्याम्पियन बनाउन सफल हुनुभयो। राम्रो छ। श्रीलङ्काली मूलको अमेरिकन प्लेयर हुनुहुन्छ मिलन्था। त्यस्तै अर्को फरेनमा जन निकोल लफ्टी इटन हुनुहुन्छ नामिबियाको। अर्को लाहिरो समाराकुन भन्ने हुनुहुन्छ, पार्नेल हुनुहुन्छ अर्को। अनि पार्नेल साउथ अफ्रिकाको हुनुहुन्छ, एकदमै दिग्गज खेलाडी। सञ्जय कृष्णमूर्ति अमेरिकन हुनुहुन्छ, राम्रो फर्ममा छ। अस्तिको ओडिआईमा नेपालसँगकोमा पनि खेलेको थियो, राम्रो प्रदर्शन थियो। त्यस्तै सङ्गीत कोरे भन्ने हुनुहुन्छ। इमरान ताहिर साउथ अफ्रिकाको एकदमै राम्रो स्पिनर, धेरै फ्रेन्चाइज क्रिकेट खेल्नेको अनुभव प्लस उपाधि जितेको पनि हामी देख्छौँ। अमेरिकामा जन्मेर अमेरिकाको अन्डर-19 मा पनि खेलिसक्यो। तत्पश्चात चाहिँ त्यस पछाडि साउथ अफ्रिकाको नेसनल टिमबाट पनि धेरै खेलिसक्नु भएको छ। लास्टमा पप्पु यादव, सायद उहाँ चाहिँ ट्यालेन्ट हन्टबाट आएको हुनसक्छ, मलाई ठ्याक्कै याद भएन। यसरी हेर्दा एकदमै राम्रो छ यहाँ बलिङ ब्याटिङ फिल्डिङ टिम नै। आज सम्भवतः जनकपुर बोल्सका लागि टिम 11 प्लेइङ 11 मा चाहिँ अनिल कुमार शाह क्याप्टेन भइहाल्यो। आसिफ शेख, ललित नारायण राजवंशी खेल्छ, शुभ कङ्साकार, रूपेश कुमार सिंह, किशोर महतो र एउटा चाहिँ माइन यादव या आदित्य महतामा खेल्न सक्छ। 7 जना हुन्छ। बाँकी 4 जना फरेन प्लेयर्समा चाहिँ मिलन्था कन्फर्म नै हुन्छ। लफ्टी इटन पनि हुन्छ तेस्रो कृष्णमूर्ति हुन्छ। 4 मा इमरान ताहिर चाहिँ खेलाउन सक्छ। बाँकी पार्नेल चाहिँ एकदमै कन्फर्मै खेल्छ। मिलन्था, पार्नेल, ताहिर र मेबी कृष्णमूर्ति र लफ्टी इटनमा एउटा हुनसक्छ। कन्फर्म भएको चाहिँ लगभग मलाई लाग्छ इमरान ताहिर, पार्नेल, मिलन्था 3टा भयो। लफ्टी र कृष्णमूर्तिमा 1 जना हुनसक्छ। मलाई लाग्छ कृष्णमूर्तिको राम्रो छ ब्याटिङ, त्यही हिसाबले कृष्णमूर्ति चाहिँ हुनसक्छ। यही चाहिँ
यो जनकपुर बुल्सको आज प्लेइङ XI हुनसक्छ, प्लेइङ 11। यसरी हेर्दा दुवै टिमहरू एकदमै मिलेको ब्यालेन्स टिम छ। यो डिफेन्डिङ च्याम्पियन जनकपुर बुल्सलाई चाहिँ एउटा प्रेसर के छ भने यसपालिको उपाधि रक्षा गर्ने हो। गोर्खा यो काठमाडौँ गोर्खाको लागि खासै त्यस्तो धेरै प्रेसर छैन, किनकि उनीहरू गत सिजन लगभग 4th 5th स्थानमा थियो क्यारे, 4th हुनसक्छ मेबी। उनीहरूलाई खासै प्रेसर छैन, यसपालि राम्रो गर्ने चाहिँ समय आएको छ। मलाई लाग्छ आजको गेममा चाहिँ विदेशी खेलाडीहरूले गर्दा विदेशी खेलाडी राम्रो छ, त्यसमा पनि मोन्टी देसाई चाहिँ नेसनल प्लेयरको पनि धेरै जानकार छ नेपाली क्रिकेटको बारेमा, प्लेयर्सको बारेमा। अस्तिको करिब 3वटा प्र्याक्टिस म्याचमा पनि एउटामा पनि पराजित भएन काठमाडौँ गोर्खास। त्यही हिसाबले आजको गेम चाहिँ इन माई ओपिनियन काठमाडौँ गोर्खासलेको चाहिँ भागमा आउन सक्छ। काठमाडौँ गोर्खासले जित्न सक्ने मेरो अनुमान रहेको छ, किन भन्दा त्यहाँ एकदमै राम्रो खेलाडी, विदेशी खेलाडी पनि मिलिन्द कुमार एकदमै फर्ममा छ, सन्नी पटेल, मिलिन्द, सन्नी र इरास्मस को छ। अन्तिममा ब्याटिङ गर्नु पर्यो भने करण केसी पनि छ नेपालका लागि। भीम सार्कीले टिक्न सक्छ, रनको एभरेज नबढाए पनि, स्ट्राइक रेट नबढाए पनि। त्यही हिसाबले समग्रमा केही काठमाडौँ गोर्खासलाई चाहिँ आज जित्न सक्ने मैले प्रक्षेपण गरेको छु। यही हो। त्यसपछि आगामी म्याचहरूको पनि यसरी नै मेरो आफ्नो ओपिनियन लगायत क्रिकेट जगतको बारेमा कुरा गर्ने नै छु। यहाँहरूले माया गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला र कुनै आफ्नो मनमा लागेको कुरा छ भने कमेन्टमा लेखिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद।